Um, Hi everyone. मैले कति कुराहरू सेयर गर्नु थियो बट देन इट्स ओके. सो आई वान टेल यु वाइ आई वाज स्याड टुडे. आई जस्ट ह्याड लाइक लिटल बिट अफ हुन्छ नि त्यो अलिकति फ्युड विथ माई क्लिनिकल इन्स्ट्रक्टर भनौँ न. सो ट्रेनिङ पिरियडमा आउँदै आउँदै अलिकति कहिलेकाहीँ कुरा मिल्दैन, कहिलेकाहीँ दे बिहेभ इन अ सर्टेन वे विच वी डोन्ट लाइक नर्मली होइन. तर अब बिङ ए इन्टरनेसनल स्टाफ वी हेभ टु स्टे अन्डर द पोलिसिज. हामी यहीँको जस्तो यिनीहरूले जस्तो अब ट्रेन गराउँछ हामी जस्तै हुनुपर्छ. हामीलाई कति कुराहरू चित्त बुझ्दैन, तर के गर्ने चित्त नबुझे पनि अब बाहिरबाट यत्रो अब पैसा उनीहरूले स्यालेरी दिएर हामीलाई राखिरहेको छ. सो टोलरेट गर्नै पर्छ क्या. अनि आई एम लाइक टुडे लाइक कति कुराहरूमा चित्त बुझेको थिएन क्या आज. अनि आई कुडन्ट लाइक ह्यान्डल इट के. लाइक ह्यान्डल मन त भन्दा पनि त्यस्तो अरूहरूसँग त्यस्तो फ्युड त भएको होइन. बट देन इट रियली लाइक हिट मी हार्ड क्या आज चाहिँ. अनि आई वाज नट फिलिङ गुड. ड्युटीबाट आएपछि कस्तो लो फिल भइरहेको थियो कि मलाई. कोसँग कुरा गरौँ जस्तो भइरहेको थियो कि एक्लै बसेर होइन. कस्तो घर याद आइरहेको थियो, घर जान मन लागिरहेको थियो. मिसिङ फ्यामिली, घरमै बदी हुन्थ्यो नि, ला म किन ट्राभल गरेको, किन आएको जस्तो भइरहेको थियो क्या मलाई. अनि चित्त बुझ्दैन नि त कति कुराहरू. अब नमिलेपछि कसैले के भनेपछि अब नराम्रो लाग्छ ओभियसली होइन. अब यही त हो स्ट्रगल्सहरू बिङ अ नर्स. बाहिरबाट अब काम गर्न आएकोसँग यत्रो धेरै स्यालेरीहरू दिइरहेको छ उनीहरूले. अब कहिलेकाहीँ चित्त नबुझे पनि सहेरै बस्नुपर्छ. दिस इज वाट इट इज द रियालिटी, द ग्राउन्ड रियालिटी. केही भन्न नै मिल्दैन कसैलाई. अब द अप्सन भनेको अब 1 वर्षपछि जाने हो होइन. कसैलाई फर्किन मन लाग्दैन, उनीहरू आउँदैन. अब कसैको फ्यामिली इस्युजहरू धेरै हुन्छ भने वी स्टिल हेभ टु कम ब्याक. एन्ड देन आफ्नो फ्यामिलीलाई हेल्प गर्नलाई, फाइनेन्सियली हेल्प गर्नलाई वी स्टे हियर, वी कम ब्याक. बट देन आई डोन्ट थिङ्क मेरो 2 इयर्सको कन्ट्र्याक्ट सकेपछि आई विल कम ब्याक एन्ड स्टे हियर भनेर. मेरो कहिले 2 इयर्स सकोस् एन्ड देन आई विल अप्लाई फर माई अदर ड्रिम कन्ट्रिज एन्ड आई विल गो. त्यही हो गाइज. आई जस्ट वान सेयर एभ्री वान द्याट मेन्टली स्ट्रङ हुनुपर्छ होइन. तपाईँहरू एकदमै मेन्टली स्ट्रङ भएर आउनुहोस्, माइन्डसेट भएर आउनुहोस्. नेपालमा हामीले जस्तो सोचेको हुन्छ नि, ओ इट्स गन बी फन, इट्स अलवेज गन बी फन, त्यस्तो चाहिँ हुँदैन है. दे विल बी च्यालेन्जेस, दे विल बी डेज वे यु वन्ट फिल नाइस, वे यु विल फिल भल्नरेबल, वे यु विल फिल लाइक ए ला मैले किन आएँ. मलाई बेकार रिग्रेट हुन्छ यहाँ आएर. कहिलेकाहीँ हुन्छ लाइक मलाई आज भइरहेछ होइन. आई ह्याड सम इस्युज, एकदमै हेडेक भइरहेछ मलाई. त्यही कारणले गर्दा नट फिलिङ वेल, नट फिलिङ गुड, फिलिङ भेरी लो. And then it's okay. This is what we choose, and by the time we go home, I strongly believe that we all the Nepalese nurses, we're going to be fine nurses. When we go back to our country, it's going to be a different thing. So stay happy, stay positive. Love you guys.